यहाँहरू सम्पूर्णलाई दीप थापाको हार्दिक नमस्कार। आज जुन प्रसङ्ग लिएर यहाँहरू समक्ष उपस्थित छु त्यो हो मैले बोलिरहेको भाषा, जुन भाषाको नाम मैले भनिरहनु आवश्यकता देखिन। तर यो भाषा बोल्दाखेरि विभिन्न मञ्चबाट साथीहरूसित बातचित गर्दाखेरि अनि कुनै प्रसङ्गमा हामी जब वार्तालाप गर्छौँ त्यति बेला मैले सुनेको छु। सो के भने, म फलनासँग आएको। अब कहीँ साथी सङ्गीसित हामी जब आउँछौँ त्यति बेला हामीले सँग वा सित भन्नुपर्छ, तर सिंह भन्नु उचित ठर्दैन, व्याकरणीय अशुद्धता हुन्छ। त्यसोस्ले गर्दाखेरि यो सानो सुझाव यहाँहरू समक्ष राख्न चाहे, अन्यथा केही नलिदिनुहोस्। अनि यस्तै शुद्धताको विषय लिइकन, भाषा शुद्धिको विषय लिइकन फेरि यहाँहरू समक्षमा आउनेछु। हवस् त, धन्यवाद।